हेलो साथीहरू नमस्कार सिसिराज केआर ब्लगमा फेरि पनि हजुरहरूलाई स्वागत छ। आफ्टर लङ टाइम म फेरि हाम्रो नै ब्लगमा फर्किसकेको छु। उनीहरू चाहिँ हाम्रो कम्पनीमा भर्खरै आएको नयाँ भाइहरू हो हैन। उसको नाम विक्रम विष्ट, तिम्रो नाम विकास, ऊ चाहिँ झापाबाट, तिमी कहाँबाट? बजाङबाट। बजाङबाट है। बजाङको ऊ खतरा, उसले बजाङ बजाङको बाघ हो हैन। हामीलाई राम्रो देउडा सुनाउँछ उसले बेला बेलामा हैन। विक्रम विष्ट टिकटकमा पनि भाइरल केटो हो हैन। आज चाहिँ हामी अब हिजो क्रिसमस थियो हैन। क्रिसमसको बिदाको सट्टा चाहिँ हामीले हिजै काम गरेर आज चाहिँ हामी छुट्टी बसेको हो हैन। आज भोलि पर्सि बिदा छ। अनि यो बिदामा चाहिँ अब जाडो बढ्दै गयो अनि उनीहरूलाई अब यसो जाडो कपडाहरू पनि चाहियो भन्यो केटाहरूले हैन। सो हामी चाहिँ यति बेला योङिनबाट इन्सनको आउटलेट जाँदैछौँ। त्यहाँ चाहिँ अब के कस्तो कपडाहरू छ जाडोको हैन लिनिरे केटाहरूले यसो घुमाइदिनु पनि पर्यो भनेर हामी निस्किसकेका छौँ। यति बेला टेम्परेचर भनी -9-10 छ हैन भाइ। लास्टै चिसो छ। यो चिसोमा यो मजा पनि हो हैन। सुरु जाडोको यसो मजा पनि लिनु पर्यो। यो भ्लग चाहिँ मेरो नयाँ 17 प्रो म्याक्सबाट है। ल दामी हेर्दै गर्नु होला। म बिचमा तपाईँहरूलाई यहाँको भ्यूहरू देखाउँछ है त। चलो हामी चाहिँ बस कुदिरहेको छौँ है। बस कुदिरहेको छौँ। बस आउने यताबाट हो, आएकै छैन। निकै बेरै भइसक्यो। यस्तो चिसो छ भने चिसो, यो हावा चलेपछि बेसरी चिसो हुने कि। हामी चाहिँ भर्खर बसबाट झरेर होइन खेङ्गी खङ्जु यगमा आइसकेका छौँ। अब हामी यहाँबाट टक्क येजुको ट्रेन चढेर हामी इछनसम्म जान्छौँ। इछनबाट टक्क बस चढेर हामी आउटलेट पुग्छौँ है त। खेङ्गी खङ्जु यग यो हाम्रो नजिकैको स्टेसन हो है। यो चाहिँ साथीहरू हाम्रो स्टेसन हो होइन। खेङ्गी खङ्जु स्टेसन भन्छ यसलाई चाहिँ। हेर्नु यसको डिजाइन हेर्नु न तपाईँहरू, यस्तो डिजाइन गरेर बनाएको छ होइन। यो लाख सयौँ वर्ष यो केही पनि हुँदैन कि, यस्तो छ दामी होइन। अब अलि उतापट्टि जाडोको लागि त्यहाँनिर हिटरको व्यवस्था पनि छ होइन। भित्र गएर बस्यो भने त्यहाँनिर यो त्यहाँनिर हिटर पनि छ। अब गरिम भयो भने त्यहाँनिर एसीको व्यवस्था पनि छ होइन। कहिले आउने हाम्रो नेपालमा होइन यस्तो यहाँ टाइम दिइरहेको छ होइन। यहाँबाट चाहिँ हामी फुवाल टु येजु, फुवाल हुँदै येजु जान्छौँ। येजु त हामी पुग्नु पर्दैन होइन। यस्तो दामी बनाएका छन् कोरियामा यस्तो ट्रेनहरू है। कति छन्, कति केटिएक्सतिर आइटिएक्सदेखि लिएर होइन गुम्बादेखि लिएर सबै छ्याचलहरू कति छन्। हाम्रो देशमा अहिलेसम्म ट्रेन त एउटा आयो भन्थ्यो, पूर्वतिरै हरायो। अब घरमा ग्यासको पाइप अनि के हो पुरै ट्रेन के पानी जहाज ल्याउँछु भन्थ्यो केपी भाले। अब त्यो गफ मात्र रह्यो होइन। अब पक्कै पनि अब नयाँ आउने अनुहारहरूले केही परिवर्तन ल्याउँछन् होला। हाम्रो हातमा छ त्यो चाहिँ होइन। राम्रो मान्छेलाई भोट दिने, जिताउने, अनि काम गरिस् गरेनस् भन्ने त्यो बेला हो। सो अब चुनाव पनि आउँदैछ। सबैजनाले हाम्रोलाई होइन राम्रोलाई भोट दिएर हाम्रो देशलाई पनि यसरी नै विकासको तर्फमा, विकासको मार्गतिर लानुपर्छ। हामी सबैले लागि परेर राम्रो मान्छेलाई भोट दियौँ भने, विकास गर्न चाहने व्यक्तित्वलाई भोट दियौँ भने कस्तो नहोला होइन। सो
त्यही भन्न चाहन्छु जति पनि विदेशमा हुनुहुनेले अब नेपालमा गएर फिजिकली त्यहाँ गएर भोट हाल्न नसके तापनि आफ्नो घर परिवारलाई चाहिँ कन्भिन्स गराएर अब यतिका वर्ष भोट हाल्यौँ होइन, हाम्रालाई हाले पनि हाल्यौँ, राम्रालाई हाले नि हाल्यौँ। अब तिनीहरूले गरेको कामहरू देखिहालेँ होइन। यसम्म पनि यतिका वर्षसम्म पनि कुनै पनि किसिमको परिवर्तन देखिएन। युवाहरू विदेश जानेको लाइन छ होइन। देशमा बेरोजगारीको समस्या उत्तिकै छ, बढ्दो छ, बढ्दो बेरोजगार, शिक्षा, स्वास्थ्य होइन, सम्पूर्ण सबै कुराको हाहाकार छ। अब यसको मुख्य कारण भनेको राम्रो मान्छे नेतृत्वमा नपुगेर नै हो होइन। सो अबको सरकारले चुनाव गराउँदैछ, फागुन 1 गते चुनाव हुने भन्ने कुरा छ। यस चुनावमा चाहिँ देशमा हुनेहरूले चाहिँ भोट हाल्न सक्नुहुन्छ होइन। देश बाहिर हुनेहरूले चाहिँ आफ्नो घर परिवारलाई राम्रोसँग कन्भिन्स गराएर यो पालि चाहिँ नयाँ नेतृत्वमा आएका जस्तै कुलमान घिसिङ, रवि लामिछाने, पालेन शाह, हर्क साम्पाङ, सागर ढकाल इत्यादिको छन्। उनीहरू राम्रोसँग मिलेर विकास गर्नको लागि भनेर सबै मिलेर आयो भने बहुमतले जिताउनुपर्छ। पक्कै पनि नेपाल अर्को 10 वर्षमा कोरियाकै स्थितिमा, कोरियाको अहिलेको वर्तमान स्थितिमा जस्तै पुग्न नसक्ला भन्न सकिन्न होइन। हाम्रो देश यसै सुन्दर, प्राकृतिक सुन्दरताले यति भरिपूर्ण छ। त्यही माथि अब यसमा हामीले बाटोघाटोदेखि लिएर सबै कुराहरूमा होइन, यातायात जस्ता कुराहरूमा राम्रो परिवर्तन फड्को मार्न सक्यो भने नेपाल विश्वमा नम्बर 1 होला भन्न नसकेला, नम्बर 1 हुन्छ नै। सो हामी सबैले यसपालि आफ्नो मतदानको सही सदुपयोग गर्नुहुन्छ भन्ने आशा गरेको छु। मैले नै आफ्नोबाट जति सक्दो मेरो परिवारलाई भनेको पनि छु, भनिराखेको छु होइन। अब पनि पुरानै अनुहारहरू आउनु भएन है, त्यति हो भने। यो भ्लगमा अहिले यो पोलिटिकल कुरा गर्न खोजेको त होइन। जस्ट यो मैले यो यहाँको यो ट्रेन स्टेसनहरू अनि आउँदैको त्यो बाटोघाटोदेखि लिएर होइन, त्यहाँको बिल्डिङहरूदेखि लिएर त्यहाँको त्यो स्ट्रक्चरहरूदेखि लिएर त्यो हेर्दाखेरि चाहिँ यस्तो छ नि त, यहाँ यति भइसकेको छ, छोटो समयमा यति विकास भएको हो भने यसको इतिहास हेर्दाखेरि कस्तो थियो, अहिले यस्तो भइसकेको छ। कोरिया हाम्रो देश पनि यस्तो भइदियो हुन्थ्यो भन्ने सोचका साथ यो प्रसङ्ग आएको हो होइन। अहिलेको भनेको चाहिँ म ट्रेन कुरिरहेको छु, यही बेलामा चाहिँ हल्का कुराहरू राखेको। धेरै जान्ने भयो भन्नु होला होइन। यो मनमा लागेको कुरा भनेको सबैलाई थाहा छ के राम्रो के नराम्रो होइन। सो यस्तै हो, सबजना भाइहरू त्यहाँ ट्रेन कुरिराखन्, म एकछिन बाहिर स्टेसन यता सलक्क लाएर कुर्दै पनि छु अनि थोरै कुराहरू पनि राखेँ। यस्तै हुनुपर्छ हाम्रो देश पनि, चाँडै नै भविष्यको नेपालमा हामीले यस्तै कुराहरू देख्न पाइयोस्, विकास देख्न पाइयोस्। त्यही हो साथीहरू। अबको यात्रा यी क्षणसम्मको ट्रेन कुर्दैछु यता, तातोमा बसिरहेछन् मान्छेहरू भित्र। यस्तो सुविधा छ क्या जनतालाई। ट्रेन चाहिँ आइसकेको छ होइन, यहाँ छ हामी टक्क। ट्रेन आयो, ट्रेन यो जुको ट्रेन। यस्तो मान्छे छ हेर न भित्र। यस्तो सुविधा छ यार, बसमा त्यस्तै सुविधा, ट्रेनमा त्यस्तै सुविधा, ट्याक्सीमा त्यस्तै सुविधा छ। ट्रेनभित्रबाट लुक्दैन।
विकास हुँदैछ होइन भवानी स्टेडियम भन्ने के एग्गो स्टेडियम होला इच्छाने एगमा आइसकेको छौँ है इच्छाने एगमा झऱ्यौँ अब यहाँबाट टक्क तल गली छ माथिबाट यस्तो देखिन्छ है भाइ ठिक छ नि ठिक छ त एकदम बाबा हामी यताबाट जान मिल्छ है सानो बाटो छोड्दै हुन्छ कि साइडमा होइन अब टक्क हिँडेर जान पाइन्छ भन्ने हामीलाई लागिरहेको छ अब मैले कार्ड चिप्काउँछु कार्ड चाहिँ यहाँ छ चिप्काएको हुन्छ हामी चिप्काउने ठाउँमा त छन् यार बाट बाहिर एउटा बस हेर्नुपर्ने हुन्छ है छ नि अगाइ हामी जाने बस चाहिँ यहाँनिर डिस्प्ले गरिराखेँ 12 नम्बर अहिले देखाउँदैन 10 मिनट देखाएको थियो अघि 10 मिनट भनेको 12 नम्बर बस भीमसेन टर्मिनल आउटलेट आइसकेको छौँ है हो ऊ पनि सुतेको थियो यो चाहिँ आउटलेट है त कस्तो छ केटा यहाँबाट सिधा गयो अब धेरै ब्रान्डहरूको छ होइन
डिस्कभरी के हो डिस्कभरी पुलिस जान देखेँ अलि उता है ठुल्ठुलो चाहिँ जाँदैन बसो भाइ मान्छे अलिक चिसो छैन है बिहान भन्नु अलि यो बसमा ठ्याक्कै इथनल जान्छ त्यहाँबाट अनि त्यही ट्रेन चढ्ने जाने अघि आएको ट्याक्कै उल्टो किड्स मल ए ब्लक हामी किड्समा जाने होइन हामी भाई कहाँ बोलते हो भाई ऐसा मत बोलो आयो है हामी आउटलेट ए पछाडि देखाएको सबै ब्लकमा ब्रान्डहरूको छ यस्तो छ है केटाले नाइकको जुत्ता हेरेर चाहिँ लिएर आउनु बट नाइकभित्र के छ और सब डिस्काउन्टमा चाहिँ डिस्काउन्ट राखेको यार हाँ जोर्डन 1 हेर्नु पर्यो तर बहुत सस्तो छ यार भाइ यार 50% डिस्काउन्ट हुन्छ आज सबै के हो सबमा धेरै जसोमा 50% डिस्काउन्ट होइन यहाँ त स्टोरमा त यार नाइकको उसमा आछ अनि यहाँ नि कपी खोजेको कपी भयो नि त त्यही हो ओरिजिनल जुत्ताहरू कपी जस्तो लाग्छ कपी जुत्ताहरू फेरि ओरिजिनल जस्तो लाग्छ हेर्दाखेरि अलक्क झलक्क होइन हजुरको जुत्तै भेट्दैन ल ओह यहाँनिर वुमेन लेखा यहाँ त जानुहुन्न भाइ किड्स यता वुमेन वुमेन यो जुत्ता चाहिँ सेलमा लागेर रहेछ होइन कति सामान अरू कति कति भन्दै थियो कस्तो खाले भने यस्तो हल्का के एडिडास के हो तर यस्तो डुप्लिकेट जस्तो लाग्ने कि सस्तो हो किनौँ कि नकिनौँ भयो तर जुत्ता चाहिँ कस्तो के हल्का के लास्टै सेल लगाएर रहेछ होइन मैले चाहिँ एउटा एडिडासको जुत्ता किने होइन भाइहरूले नि पुरा ब्याग भरिसकेका खान होइन केटाहरूले त देखाउनै पाएन अलि चिसोले गर्दाखेरि जस्तै उ भयो क्या यस्तो दामी दामी रहेछ यार डिस्काउन्ट त आएको उताबाट धन्य लास्ट चिसो विकास भाइ ब्याग भर्यो त यति क्या अझै भर्ने रे भाइले है केटाहरू खालि ब्रान्ड ब्रान्ड मात्र भन्छन् होइन यो जुको आउटलेट घुम्न पर्ने थियो क्या कोलम्बिया
बेलुका उ गरेर भने त बिहान त एउटा गोर्खे निधन भनेर के छ भाइ ठिक छ नि होइन चिसो छ कस्तो ढिलो यो के भन्न नहुने चित्त दुखाउने कुरैमा नरिसाउन सानो कुरैमा लास्ट अब एकचोटि यहाँनिर जाउँ होइन इभेन्टको उसमा 70% नेसनल जियोग्राफी